हेलो साथीहरू, गुड मर्निङ। यो चाहिँ मेरो माइत घरको पार्क हो, सानो। नानीहरू आएर खेल्छ, बाजे बोजूहरू आएर अङ्कल आन्टीहरू बस्ने ठाउँ। अनि यो चाहिँ मेरो घर हो। हाम्रो चाहिँ बारीहरू छैन नि त, अन्त देवालमै रोप्नुहुन्छ आपाले। यसरी यो खै कुनि के हो, यो साग हो भन्छ, कोही कोही बेला खान्छ भन्छ हो। त यो त्यही पुरा छ, पुरा हुन्छ बर्खामा चाहिँ। यो साग चाहिँ आपाको फेभरेट हो, दिवालमै फल्छ। यस्तो हुन्छ, बर्खामा चाहिँ ठुल्ठुलो हुन्छ। यो त फेरि हिरो हो नि, फेरि यो गाउँको खतरा हो, यो चाहिँ खतरा। बारी चाहिँ छैन कि हाम्रो, तर आपाको इच्छा चाहिँ पुरा छ। हेर्नुहोस् न, यत्रो बारीमा भए पनि साग फलाएर खानुहुन्छ। यो चाहिँ कोठीबारी हो आपा र आन्टीको। यस्तो छ मेरो माइत घर चाहिँ साथीहरू। अन्त यहाँ हेर्नुहोस् न, दबाई घेरा कस्तो दामी भइरहेको छ। साग हेर्नुहोस्, आप्पाले आफै बनाउनु भएको पट हो यो। पटमै फल्छ यस्तो दामी सागी। हाम्रोतिर त के भएको, बारीमा रोप्दा पनि हुँदैन साथीहरू। सयपत्री फुलको सिजन त होइन, तर पनि फुल्नु आँटेको छ। यसरी पटमा लगाउनुहुन्छ। सिजन होइन, तर पनि इच्छा चाहिँ पुरा हुन्छ उसको। एउटा कुरा देखाउने बिर्सेछु, यो लाबर छ नि, कति वर्ष भएको भन्नुहोस् त है। सानो छैन यो चाहिँ, तर अब 16-17 वर्षहरू भइसकेको है लाबर। हेर्नुहोस् न, आफै बनाएको पट हो यो, ठुलो छ। बोल्दैछु त, सुन्नु भएन? खै यो फुलको नाम त याद छैन, तर दामी दामी हुन्छ फुलेपछि। सिजन फुल हो भन्नुहुँदै थियो। अनि यो चाहिँ मेरो आप्पाको गाडी हो। ल साथीहरू, बाई बाई। भिडियो हेरेर लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् होला, फलो गरिदिनुहोस् ल मेरो पेजलाई। बाई बाई।